आज हामी एउटा निकै चर्चित नेपाली बालकथा बाघ आयो मा अलिक गहिरिएर हेर्दैछौँ है। हो यो स्रोतमा छ कालु भन्ने एउटा रमाइलो गधाको कथा, उसको चकचक अनि त्यसको परिणाम। हाम्रो उद्देश्य चाहिँ यो कथाबाट विश्वास, सत्य अनि त्यो झुटको नतिजाबारे केही महत्त्वपूर्ण कुराहरू निकाल्नु हो। सुरु गरौँ न त। एकदम। यो कथा मतलब सुन्दा बालबालिकाको जस्तो लागे पनि यसले सिकाउने पाठ गहिरो छ। विश्वास कति नाजुक हुन्छ भन्ने कुरा देखाउँछ। हो नि। एकपटक हल्लिएपछि त्यसलाई फेरि जोड्न कति गाह्रो हुन्छ भन्ने कुरा मार्मिक छ। यो मनोरञ्जन मात्रै होइन, एउटा सामाजिक पाठ पनि हो। कथाको सुरुमा त्यो कालु रङ्गीचङ्गी भुत्ला भएको गधा ऊ जङ्गल जान्छ घाँस खोज्न। अनि त्यहाँ खै उसले बाघ गर्जेको जस्तो सुन्छ रे, अनि सोध्छ गाउँलेलाई तर्साउँछु, अनि चिच्याउँछ बाघ आयो बाघ आयो। सबैजना डराएर कामै छाडेर दौडिन्छन् जङ्गलतिर, तर बाघ कतै छैन। त्यो पहिलो घटना नै चाखलाग्दो छ। एउटा व्यक्तिले फैलाएको मतलब जानी फैलाएको हल्लाले कसरी पुरै समूहलाई, उनीहरूको समय, ऊर्जा सबैलाई प्रभावित पार्यो। हो, अनि कालु चाहिँ रमायो रे भित्रभित्रै। तर यो त सुरुवात मात्र थियो। गलत सूचनाको प्रभाव कस्तो हुन्छ भन्ने सानो उदाहरण। अनि कालुले फेरि त्यही गर्छ, दोहोर्याउँछ। फेरि जङ्गल जान्छ, फेरि उही नाटक, बाघ आयो। एउटै तरिकाले। हो, गाउँले फेरि दौडिन्छन्, फेरि बाघ भेटिँदैन। अब चाहिँ उनीहरू झोक्किन्छन्, शङ्का लाग्न थाल्छ। हो, यहाँनिर चाहिँ त्यो विश्वासको धागो चुडिन थाल्छ। स्रोतले भनेको कुरा एकदम सही छ। विश्वास त बढी महत्त्वपूर्ण। एक पटक गुमाइसकेमा फेरि फर्काउन सजिलो हुँदैन। हो नि। यो दोस्रो पटकको घटनाले उसको विश्वसनीयतामा गहिरो चोट पुर्यायो। अब उसको कुरालाई मान्छेले हल्का रूपमा लिन थाले। उसको शब्दको वजनै घट्यो। ठ्याक्कै, त्यो शब्दको मूल्य घट्यो। हुन सक्छ। तर अचानक उसले साँच्चीकै बाघको गर्जन सुन्छ, ग्रर भनेर। वास्तविक खतरा हो। ऊ डरले काँप्छ अनि यसपटक साँच्चीकै मद्दत माग्दै चिच्याउँछ बाघ आयो साँच्चै। उसको आवाजमा त्यो डर थियो होला, तर कसैले पत्याएनन्। गाउँलेहरूले भने हामी फुत्तै दौडिदैनौ, तिमी झुट बोल्यौ। उनीहरू दिक्क भइसकेका थिए। सायद उसको बारम्बारको झुटले गर्दा उनीहरूको प्रतिक्रिया दिने प्रणाली नै उसको लागि बन्द भइसकेको थियो। कस्तो डरलाग्दो अवस्था है। ऊ एक्लै पर्यो, डर, पश्चाताप अनि त्यो बाघको खतराको बीचमा। उसको विगतको झुट नै उसको वर्तमानको वास्तविकता बन्यो। यही यो कथाको चरमोत्कर्ष अनि सबैभन्दा दुःखद पक्ष पनि। यसले एउटा गम्भीर प्रश्न उठाउँछ नि। के? व्यक्तिगत व्यवहारले, खास गरी यो विश्वसनीयतासँग जोडिएको व्यवहारले कसरी सामाजिक समर्थन प्रणालीलाई नै ध्वस्त पार्न सक्छ। हो त। स्रोतले भने जस्तै जब वास्तविक सहायता चाहिन्छ, तपाईँ पर्खनुपर्ने हुन सक्छ। उसको विगतले उसको भविष्यको ढोका बन्द गरिदियो। यहाँ व्यक्ति र समुदायको प्रतिक्रिया बीचको त्यो जटिल सम्बन्ध देखिन्छ। अब गाउँलेको प्रतिक्रिया जायज थियो कि थिएन त्यो अर्कै बहस होला। तर कालुको लागि त ढिलो भयो। एकदम। अनि अन्त्यमा कथाले भन्छ बाघले कालुलाई समात्छ। सायद अन्तिम क्षणमा उसले महसुस गर्यो होला मैले झुट बोले, माफ पाऊँ भन्न खोज्यो होला। तर समय थिएन, धेरै ढिलो भइसकेको थियो। उसको झुटले विश्वास मात्रै गुमाएन, आफ्नै ज्यान पनि गुम्यो। हो, कथाको शिक्षा त स्पष्ट छ। सत्य बोल्नुपर्छ, विशेष गरी अरूको सुरक्षा र विश्वास जोडिएको बेला। तर